जनै हराएको मान्छे। आफ्टर द हिस्टोरिक सक्सेस अफ पूर्णबहादुरको सारङ्गी, विजय बराल फेरि अर्को सिमिलर कन्टेन्ट लिएर आइसकेका छन् र यो मुभीमा चाहिँ हामी विजय बराल, केके अधिकारी, मृणा मगर, गौरव पहाडी, कविता आलेहरूलाई देख्न सक्छौँ है। अनि यसको गीत चाहिँ भर्खर आएको छ र मलाई गीत भन्दा पनि बढी मन परेको भनेको डायलग्स र अनि प्रेजेन्टेसन लाग्यो। अब सुरुमा भनेको डायलग अलरेडी हामीले सुनिसकेको छौँ हैन, तर यसपालि मलाई झन् बवाल लाग्यो। त्यो इन्टेन्सन र डायलग डेलिभरी एकदम इमोसनल लाग्यो र अनि विजय बरालको लुक्स पनि मलाई बवाल लाग्यो अहिले चाहिँ। र क्यारेक्टर पनि मलाई खतरै छ जस्तो लागिरहेछ। क्यारेक्टरको प्रेजेन्टेसन एक्टरले गरिरहेको छ त्यो पनि मलाई एकदम दामी लाग्यो। र प्रेजेन्टेसन प्रोमिसिङ पनि देखिरहेको छ। यसमा कलर ग्रेडिङ एकदम नेचुरल छ र क्यामेरा एङ्गल पनि मलाई राम्रो लाग्यो। सबै डायलगहरू अब विजय बरालको मात्र छ अनि त्यो सबै इमोसनल छ र अनि एकदम प्रेजेन्टेसन राम्रो तरिकाले देखाएको छ है। अनि अरू एक्टर्सहरू जस्तै मृणा मगर, केके अधिकारीहरूको पनि इमोसनको लागि इन्टेन्सन्सहरू पनि एकदम राम्रो लाग्यो मलाई। अनि कति सिनहरू चाहिँ मलाई पशुपति प्रसादको याद दिलाइरहेको थियो है। सायद त्यससँग कनेक्टेड हो कि अब त्यसलाई ट्रिब्युट दिइरहेको हो त्यो चाहिँ मलाई थाहा भएन। त्यो लास्ट सिनमा जुन देखाइरहेको थियो सायद त्यो मेन क्यारेक्टरको आमा बितेको सिन हुनसक्छ है। यो मेरो ओपिनियन मात्रै हो, नहुन पनि सक्छ है। र यो मुभी भदौ 6 गते रिलिज हुँदैछ। हेरौँ कस्तो हुन्छ र पूर्णबहादुरको सारङ्गीको त्यो रेकर्डहरू ब्रेक गर्ने पोटेन्सियल छ कि छैन त्यो चाहिँ कमेन्ट गर्नु होला है। अनि तपाईहरु पनि एकदम वेटिङमै हुनुहुन्छ यो मुभीको भने नि कमेन्ट गर्नु होला है। थ्यांक यू सो मच फर वाचिङ टिल नाउ। दिस हैज बीन जस्ट ओपिनियन अबाउट जनै हराएको मान्छे।